यो हाम्रो हाप्लेको जुन बङ्गेरी बनाउने गीत मैले यो हाप्लेको पुराना ऐतिहासिक ठाउँलाई आधार मानेर चाहिँ समेटेर गाएको थिएँ। सौबारी मैले यहाँहरूले देखाउँदैछु। यो चाहिँ यो एउटा ऐतिहासिक ठाउँ उहिले राणाकाल बनाऊ कि अब राणाकालकै है। प्लिज पढ्नु हुन अनुरोध गर्दछु। नब्बे हो नेपाली सम्बत 17 होइन यो 1700 को हो 1816 मा हो यो 1700 जस्तो लाग्छ 1800 हो र यो राजाहरुको यो कहानी चाहिँ कहिले बनाउनु बुकतिर हाल्दैन अहिले 8 सम्म हो कच्चमा हाल्छ त्यहाँदेखि चाहिँ भने अहिलेको जुन वीरेन्द्रहरुको हालेछ अहिले नयाँ थुप्रै हालेछ तिनीहरु चाहिँ 10 नै हालिसकेछ अहिले हालिसकेछ पहिले यसरी हाल्थे भएको कोही तपाईले हामीले पो पढ्दैन अहिलेको नयाँ किताबहरु सबै चेन्ज भएको छ त्यो चाहिँ लिएर पढ्नु पर्यो के हामीले त अब रियल नै देखे जतिको होइन राणा शासनदेखि राणा हटेदेखि यहाँ चिजन मान्यो नि यो हाम्रो क्यामेरा क्यामेरा लुटेर राखे यो नेक्रिबी भनेको नेत्र विक्रम यिनीहरु त पछि पो हैन र अर्जुनको बाजाहरु छैन जुङ्गेहरु भन्ने हजुर त्यतिको प्रस्ताव गरेछ यसमा ट्रेनिङ गर्नलाई पछि ट्राईको लागि अहिलेको हाप्लेको दृश्य उहिले जमानादेखिको रुख यस्तो यस्तो काठहरू हालेको थियो यो त्यो जमाना हो यस्तो ठुलो काठ हो यस्तो काठहरू हालेर यत्रो चाहिँ कोले बोक्यो होला के अझ माथिको त झन् ठुलो छ नि त्यही त यो हेर्नु निदाला त्यतिखेर राणाहरूले कचाउन कचाएपछि यहाँको अनि पो नाम निशान हाटेको तपाईँले अन्त्य हुनु छ भने कचाउँछ नि हाल्नुहोस् मिनेजी भित्र जानुहोस् यहाँबाट चलो गइसकेपछि पहिलेको स्ट्रक्चर र पहिलेको स्ट्रक्चर हाप्लेको छेउ पनि अहिले हाम्रो लोकल टुरिज्म पनि यतिकै बढ्दो छ। अहिलेको हाम्रो लोकल टुरिज्म
यो हाप्लेको स्याउ यो ठाउँ योभन्दा 35 वर्ष पहिले अगाडि म आउँदाखेरिको एउटा यादगार थियो। त्यो 35 वर्ष पहिलेको यादगारमा मैले गाएका बनगेरी फानाना खानामा मिठो हाप्लेको स्याउ भन्ने यो स्याउबारी हुन्। हजुर, यसैको आधारमा चाहिँ मैले यही स्याउको त्यतिखेर झलक्क सुन्दाखेरि यसलाई मेरो मेमोरीमा अहिले पनि छ। यसैको आधारमा बनाएको गीत बनगेरी फानाना। धन्यवाद। म ट्राई गर्छु माथि उठ्नु, माथि जानुलाई। माथि उक्काल्ने ठाउँ चाहिँ छैन होला, त्यतापट्टि छ। भूकम्प पश्चात यस्तो उकालोहरू छ। यहाँ माथि चढ्ने भनेको यस्तो समुद्र जस्तै काठहरू छन् जसमा मैले अहिले जान खोजेको सम्भव त देख्दैन, फेरि पनि ट्राई गर्छु। छन्नै लो यस्तो छ अहिलेको यो ट्रायलहरू। त्यो जमानाको ट्रायल अहिले पनि एउटा चिनारी हामीलाई यहाँ चाहिँ यो थाङबल पहिलाको भोताङ गाउँ विकास समितिमा पर्छ भने अहिलेको 5 पोखरी गाउँ समितिमा पर्छ। साल यहाँहरूले देखिसक्नुभयो। 1900 कति थियो, 1990 को 1890 को मा भनेको। यहाँ चाहिँ लेप्र नान्छ चाहिँ प्र 1800 कति भन्नुभयो, 1800 यही हाप्लेको जुन दृश्य देखाएको छ वहाँबाट चाहिँ पानी पिउनेले चाहिँ यस्तो यहाँ पानीको यहाँलाई धाराको देखाइहाल्यो र यहाँको दृष्टिकोण यस्तै छ। यो ठाउँमा न त सरकार छ न पत्रकार छ। हेर्नुहोस् है, हातमारी जाँदैन भाँचिन हो। ए तपाईको त साथी है, म त देखिसके। बुढासँग फोटो खिच्नु न हाम्रो। तपाईको राम्रो क्यामेरा हुँदा हुँदै हाम्रो बिचरा क्यामेरालाई किन दुःख दिनु? एउटामा देउराली गाउँको मानि छुड्तेन तल चाहिँ छुम्ता माथि ढुक्कमबाट तल आउँदाखेरि 5 मिनटको बाटोमा। आहा क्या मिठो हावा साला लाएर